हेलो एभ्रिवान। अहिले चाहिँ जस्ट स्ट्रिम मैले क्लोज गरेँ होइन। सो टुडे दुईवटा ट्रेड लिएँ मैले। इभन दो दिस इज नट द पार्ट अफ माई सेटअप। यो यो ट्रेड लिनुको कारण भनेको के थियो भन्दाखेरि ओभरअल आई वाज लुकिङ फर द बाई है त। आज म बाईमै थिएँ अनि मैले लेभलहरू मार्क पनि गरेको थिएँ कि यो लेभल एउटा थियो बाई लेभल अनि एउटा यो लेभल भनेर मैले जस्ट भनौँ न बाई लेभलको मैले मार्क गरेको थिएँ। सो आफ्टर द्याट वाट ह्यापन इज ओके यो लेभलमा नआइकन माथि उठ्दैछ होइन। अनि मैले के सोचेँ भन्दाखेरि यो एउटा वेजमा त एउटा है यसमा त के हुँदैछ भन्दाखेरि लोअर हाई बनाउँदै जाँदैछ नि त। अनि आई वाज एक्सपेक्टिङ चाहिँ अब यो लेभल 5 मिनटको ए प्लस सेटअप थियो। 5 मिनटको ए प्लस सेटअपमा ल सेल हानिदिन्छु। सेल हानिसकेपछि मेरो टिपी भनेको यो लेभल हुन्छ तर बाइङ एरिया अझै पनि म यसमै छु भन्ने सोचेर अनि मैले यसमा ट्रेड लिएँ है। अनि ट्रेड लिँदा फरक पनि केही थिएन। ट्रेड लिँदा पनि फरक पर्दैन थियो किन भन्दाखेरि यो ए प्लस सेटअप थियो है त। अनि ए प्लस सेटअपमा चाहिँ मैले के सोचेको छु भन्दाखेरि म ए प्लस सेटअपमा म एकचोटि केही नसोचिकन भनौँ न म सेल हानिदिन्छु या अब ट्रेड लिन्छु भन्ने सोचिरहेको थिएँ। बट वाट आई मेक अ ह्युज मिस्टेक इज गिभिङ द स्टप लस टु मच है त। अब कसरी भन्नुहुन्छ भने जब यो क्यान्डलस्टिकले है यो एरियामा मेरो लेभलमा आएर चाहिँ एउटा बेरिस क्यान्डलस्टिक बनायो। बेरिसमा चाहिँ तपाईँको एउटै क्यान्डलस्टिक चाहिँ कत्रो बनायो भन्दाखेरि 27 अनि त्यसको स्टप लस माथि राख्यो भने 45 है त। सो यो चाहिँ मैले अगाडि नै याद गर्नुपर्ने थियो है। यत्रो स्टप लस जाँदैछ मैले यत्रो स्टप लस चाहिँ दिनु हुँदैन थियो। इभन त देयर इज अ हाई चान्स कि मार्केट तल जान्छ ए प्लस सेटअपबाट भनेर। अनि यसमा चाहिँ मैले के चाहिँ गर्नु सक्थेँ भन्दाखेरि नि ओके अब यत्रो त मेरो नर्मल्ली मैले सोचेको भनेको चाहिँ 25 to 27 पिप्स म्याक्स टु म्याक्स होइन। अब यसमा त मेरो 40-50 पिप्स एसएल बन्दैछ भनेपछि अझै त्यो लेभलमा आउने चाहिँ ट्राई गर्नु पर्थ्यो क्या। जुन चाहिँ मैले फेरि यो एजुकेन्सी है मैले दुईवटा ट्रेड लिएको थिएँ एउटै लेभलमा दुईवटा ट्रेड। एउटा फोमोमा ट्रेड लिएँ यो फोमोमै ट्रेड हो अनि अर्को चाहिँ प्रपर हो। यो गर्दा चाहिँ मेरो लस अझै कम हुन्थ्यो क्या है। त्यसरी चाहिँ यो लसलाई चाहिँ म्यानेज गर्न सकिन्थ्यो अझै मिनिमाइज गर्न सकिन्थ्यो यो लसलाई एज यु क्यान सी है। अनि जब यो क्यान्डलस्टिक यहाँ आयो फेरि यो बेरिस क्यान्डलस्टिक बनायो एउटा अनि यसमा मैले बाई सेल लिएँ अनि टिपी स्टप लस मेरो थोरै योभन्दा अलिकति बफर 2 पिप्स 1 पिप्स म जहिले पनि 2 पिप्स मिनिमम 2 पिप्स चाहिँ बफरमा जहिले पनि राखिरहेको हुन्छु। इभन दो है यो चाहिँ मैले लस गरेँ इट वाज अ गुड ट्रेड है त। इट वाज लाइक आई विल से 60% गुड ट्रेड किनकि ए प्लस 5 मिनटको ए प्लस सेटअपमा आएर चाहिँ मैले ट्रेड लिएको थिएँ। बट द थिङ इज आई वाज लुकिङ फर द बाई एन्ड आई ट्राई टु सेल फ्रम द लेभल वेयर देयर इज अलरेडी बाइङ एरिया है त। यो पनि एउटा सबै बाइङ एरिया नै हो। यो जति पनि छ नि दिस all are the buying area and I try to sell it from this buying area which is like हुन्छ नि अलिकति डम टाइपको ट्रेड भइरह्यो त्यो चाहिँ। चलो केही छैन हेरौँ यो ट्रेड अब भरेसम्ममा कसरी प्ले आउट हुन्छ र मैले अझै यसलाई कसरी चाहिँ इम्प्रुभ गर्न सक्छु है त त्यसमा म अझै स्टडी गर्नेछु। ओभरअल दिस वाज फर टुडे है। It was either good trade, either bad trade. It's like FOMO trade. एउटा FOMO trade, एउटा सेटअप ट्रेड प्लानिङ एज अ प्लानिङ है त। एउटा प्लानमा ट्रेड गरेको भयो एउटा FOMO ट्रेड भयो। एन्ड आई हेभ मेक अ जर्नल एज वेल
मैले जर्नल पनि बनाएको छु है त. These are the journals that I made and I input already. I fill up all the things that what I supposed to be. So this much for today, guys, and see you on next video tomorrow. Peace out. Take care, guys.